नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको 7औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित पुण्य प्रसाद सिटौला सरोज महाधिवेशन सम्पन्न भएसँगै यातायात क्षेत्रको सुधारमा पहिलो कदम चालेका छन्। पोखरामा सम्पन्न महाधिवेशनले आफूलाई समस्या समाधानमा अब क्रियाशील भएर लाग्ने प्रेरणा मिलेको बताए। यातायात क्षेत्रमा पहिलो कदम चाल्दै पोखरा 9 पृथ्वी चोक स्थित बेस्ट अटोक्राफ्टमा भिजिट गरेका छन्। भिजिट गर्दै सिटौलाले भने मापदण्ड विपरीत चल्ने ग्यारेजहरूलाई निरुत्साहित गर्दै ओरिजिनल सामानहरूबाट मर्मत हुने अटो ग्यारेजलाई रोज्न व्यवसायहरूलाई आग्रह समेत गरे। त्यो प्राथमिकता मध्येको यो एउटा पनि प्राथमिकता हो। नेपालमा अत्यन्त भयावह ढङ्गबाट सवारी दुर्घटना भएका छन्। सवारी दुर्घटनाबाट धेरैको मानवीय क्षतिहरू धेरै भएको छ अनि जनको क्षति धनको क्षति हैन। अब त्यो सबैभन्दा त जनको क्षति बेसी भएको छ। यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाउने अनलाइन टिकटिङ जीपीएस सिस्टम जडान तथा पारदर्शितालाई ध्यान दिँदै क्यासलेस प्रणाली बनाउने बताए। दुर्घटना न्यूनीकरण गर्न देशभर सञ्चालनमा रहेको वर्कसप व्यवस्थित हुन जरुरी रहेको बताएका उनले अध्यक्ष सिटौलाले नक्कली पाट पूर्जाबाट सवारी साधनलाई क्षति पुग्ने र यात्रुलाई जोखिम हुने भएकाले मापदण्ड पुर्याएका वर्कसपबाट सरकारले फाइदा लिनुपर्ने जोड समेत दिए। म अनुरोध गर्न चाहन्छु वर्कसपहरू पनि अब मापदण्ड लायकका वर्कसप हुनुपर्छ। वर्कसपको नाममा जथाभावी ढङ्गबाट वर्कसपहरू खोलिने र हाम्रो छिमेकी राष्ट्र नजिक भएको हुनाले खुल्ला बोर्डरको नाममा विभिन्न डुप्लिकेट पाट पूर्जाहरू आउने। डुप्लिकेट पाट पूर्जाहरूको कारणले र मापदण्ड सरकारलाई म के निवेदन गर्न चाहन्छु भने अब मापदण्ड सहितका अत्यन्त कस्ता किसिमका मापदण्ड भएकाले मात्रै वर्कसप खोल्न पाउने त्यो क्वालिटीको वर्कसप पनि हुनुपर्छ। त्यसकारणले मोड पार्ट्सको चाहिँ कसरी मोड पार्ट्स आएछ त्यसको पनि नियन्त्रण हुनुपर्छ र सवारी धनीहरूले र सवारी मालिकहरूले र वर्कसपहरूले बनाएका गाडीहरू सरकारले जाँचपास स्वीकृति दिएपछि र प्राविधिक रूपमा सवारीको चाहिँ के अरे मेसिनरीको कारणले अथवा बनाएको सवारी साधनको कारणले गर्दा दुर्घटना भयो भने जसले दुर्घटना गराएको छ जसले के भन्छ भने कमजोरीले दुर्घटना भएको छ त्यसले नै जिम्मा लिने परिपाटी चाहिँ हुनुपर्छ भन्ने कुरा हो। त्यसकारण यहाँ थुप्रै सवारी साधन दुर्घटना हुँदा आएको छ। मैले विभिन्न ठाउँमा यहाँ बाहिर पृथ्वी चोक लगायतको ठाउँमा पनि हिँडेँ र चाहिँ दुर्घटना वर्कसपहरूको लागि म कहाँनिर छ वर्कसप भनेर म आफूले सोध्दै आउँदा मैले यहाँनिर एउटा वर्कसप पाएँ। यो एउटा प्रतिनिधिमूलक ढङ्गबाट हो। देशभरिका वर्कसपलाई म अनुरोध गर्न चाहन्छु अब तपाईँहरूले काठमाडौँको वर्कसपहरू काठमाडौँमा होस् भनेपामा होस् दाङमा होस् बुटोलमा होस् झापामा होस् मेची महाकाली महेन्द्रनगर कुनै पनि ठाउँमा होस् विराटनगरमा होस् वीरगञ्जमा होस् वर्कसप अब मापदण्डका अत्यन्त के भन्छ भने प्रविधि मैत्री ढङ्गका वर्कसप पनि हुनुपर्छ। अब वर्कसप चाहिँ खालि यसो झाप्राझुप पारेर मात्रै हुँदैन। स्वीकृति लिएर वर्कसपको स्वीकृति दिने राज्य हो। राज्यले दिएर स्वीकृति दिएका सवारीहरूमा चाहिँ डुप्लिकेट काम यदि भयो भने त्यस्तो डुप्लिकेट काम भइरहँदा जसले चाहिँ स्वीकृति दिएको छ त्यो मार्फत त्यसलाई कार्यान्वयन के भन्छ